नमस्ते, म राधे खड्का। मेरो प्रकाशित कविता सङ्ग्रह दशकमा भएको कविता म यहाँहरूमाझ वाचन गर्न गइरहेको छु। करिब 2 दशक अगाडि 20-22 वर्ष अगाडि लेखेको पुस्तक हो यो। र यसमा मैले एउटा 10 वटा कविता मध्येमा एउटा कविता म यहाँहरूमाझ वाचन गर्न गइरहेको छु। र मेरो कविताको शीर्षक छ नुन। यो चाहिँ तपाईको 2061 सालमा लेखिएको थियो र मेरो कविताको शीर्षक छ नुन। सुनको अगाडि नुनको के मूल्य, सुनको अगाडि नुनको के मूल्य, आफ्नो त यही नुन अमृत तुल्य। सुनको अगाडि नुनको के मूल्य, आफ्नो त यही नुन अमृत तुल्य। कतिले पसिना नुन भनी खाए, कतिले पसिना नुन भनी खाए, कतिले रगत नुनिलो मान्दै पिए। तर आज आँसु नुन बनी झर्यो अनि आज इच्छा खुन बिना मर्यो। रहर एउटै नुनको जोहो गर्ने, सपना त्यही नै नुनकै लागि मर्ने। रहर एउटै नुनको जोहो गर्ने, सपना त्यही नै नुनकै लागि मर्ने। तर आज आशा नुन बिना मर्यो अनि आजै जीवन जुन पनि झर्यो, अनि आजै जीवन जुन पनि झर्यो। विष भए चाख्नु अमृत कहिले नखानु, मेरो बुवाको भनाइ। धन्यवाद।